हेलो गाइज वेलकम बैक टू माई च्यानल साहना साहस ब्लग। आज चाहिँ यो ब्लग भनेको मेरो छोरीको मेहन्दी स्पेसल ब्लग है। यहाँ चाहिँ उसलाई हल्दी लाग्न थालिसकेको छ। आज चाहिँ हल्दी र मेहन्दीको यो भिडियो म पोस्ट गर्दैछु। हेर्नुहोस् त, यो चाहिँ उसको आमाले चाहिँ सुरुमा उसलाई हल्दी लाउँदै हुनुहुन्छ, उसको मामा घरको आमा है उहाँ चाहिँ। अनि छोरी चाहिँ एकदम एक्साइटेड चाहिँ आफ्नो यो गुन्युचोलो स्पेसल हो। गुन्युचोलोको लागि हामीले सबै यो पूर्व तयारी हो। पहिला हामीले हल्दी मेहन्दी अनि सङ्गीत गरेर त्यसपछि उसको गुन्युचोलोको हामी प्रिपरेसन गर्नेछौँ। त्यो गरेको पनि म तपाईँलाई देखाउने नै छु। हेर्नुहोस् त, अहिले चाहिँ यहाँ सबैजना उसलाई हल्दी लाउनमा अहिले व्यस्त हुनुहुन्छ है। सबभन्दा ठुली छोरी हो चाहिँ, अनि सबैजना एकदम एक्साइटेड हुनुहुन्छ। यो हाम्रो पहिलो कार्यक्रम भयो, पहिलो हाम्रो छोराछोरी मध्येको चाहिँ पहिलो कार्यक्रम हाम्रो छोरीको भएको छ। सबैजना चाहिँ डान्स गर्दैछु आफ्नो तालमा। अब यो मेहन्दी कार्यक्रम भइरहेछ। मेहन्दी लाउन मानेको थिएन, जबरजस्ती मेहन्दी लगाइदिँदै हुनुहुन्छ यता चाहिँ। यसरी नै हाम्रो भ्लग चाहिँ अब सकिन्छ है गाइस। यो चाहिँ हल्दी मेहन्दी स्पेसल भ्लग भयो। यसपछिको गुन्युचोलो स्पेसल चाहिँ म फेरि नेक्स्ट भ्लग लिएर आउनेछु है। तबसम्म हाम्रो च्यानललाई माया गरिदिनु, लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, कमेन्ट गरिदिनु। सिक्दैछु अझै नयाँ नयाँ कुराहरू म देखाउँदै जान्छु तपाईँहरूलाई। हस् त, थ्याङ्क यू। ऊ चाहिँ मेरो छोरीको बेस्ट फ्रेन्ड है, इभाना। अनि यो चाहिँ सानो इभानाको बहिनी।
यहाँ चाहिँ मेहन्दी कार्यक्रम भइरहेछ। अब लास्टमा आएर हल्दीको गरेर नानीलाई नुहाइधुवाइ गराएर अनि यहाँ उसलाई मेहन्दी लगाउँदै हुनुहुन्छ हाम्रो भान्जी प्यारीले। ल सबैजनाको गेट टुगेदर हुँदैछ यहाँ हाम्रो रुममा। यसरी नै हाम्रो यो हल्दीको कार्यक्रम चाहिँ यो दिन यसरी नै रमाइलो भएर बित्यो है। अब फेरि म अर्को नेक्स्ट ब्लग लिएर आउँछु, छोरीको गुन्यु चोलो स्पेसल भिडियो लिएर आउँछु। हस् त अहिलेलाई बाई बाई। भिडियो मन परेमा एउटा लाइक अनि च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिल्नु होला है। हस् त, थ्याङ्क यू।